ल यो ब्याकग्राउन्ड चेन्ज भएको नि लगभग 3-4वटा भिडियो भइसक्यो यानि कि मैले चाहिँ यही ब्याकग्राउन्डमा 3-4वटा भिडियो बनाइसकेँ र यहाँ चाहिँ टक्क घाम लागेको हुन्छ बेलुकीसम्म सो यहीँ बस्यो अनि त्यहाँबाट भिडियो बनाए एकदम मजा पनि लाग्छ र म चाहिँ के गर्थेँ भन्दा हिजो मस्त बसेर अनि त्यहाँबाट मैले चाहिँ मोबाइल चलाउँदै थिएँ अनि त्यहाँ चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा आएको थियो अनि T20 वर्ल्ड कप 2026 टिम्स भनेर आएको थियो अनि एसिया युरोपबाट अनि अफ्रिकाबाट चाहिँ अनि त्यहाँबाट क्वालिफाई टिमको नै नाम आएको थियो 20वटा टिममा चाहिँ कुन पेसिफिकबाट कति टिम क्वालिफाई भन्नुहरू आएको थियो अनि मलाई चाहिँ इन्ट्रेस्टिङ लाग्यो कि किनकि अब सबभन्दा धेरै मैले देखेँ नेपाल एसिया त सबभन्दा ठुलै हो तर पनि एसियाबाट सबभन्दा धेरै क्वालिफाई भएर छन् कि यानि कि सलटै धेरै राख्दै रहेछ आइसिसीले सो आजको यस भिडियोमा चाहिँ हामीले T20 वर्ल्ड कप 2026मा कुन टिम चाहिँ कुन रिजनबाट चाहिँ जस क्वालिफाई भयो भनेर हेर्दैछौँ अब एसियाबाट कुरा गरौँ एसियाबाट अफगानिस्तान इन्डिया पाकिस्तान श्रीलङ्का ओमान नेपाल र युएई अनि त्यहाँबाट इन्डिया र श्रीलङ्का त होस्ट भए सो क्वालिफाई भइहाले अनि त्यसपछि अफगानिस्तान र पाकिस्तान त सुपर 8मा अफगानिस्तान त सुपर 8मा पुगेको थियो सो क्वालिफाई भयो अनि पाकिस्तान त र्याङ्किङ आधारमा क्वालिफाई भयो अनि युएई ओमान र नेपाल यी तिनटाले चाहिँ एसिया कपको क्वालिफायर्स खेलेर एसिया अन्तर्गत क्वालिफायर्स खेलेर क्वालिफाई भयो यानि कति टिम भयो भन्दाखेरि 1 2 3 4 5 6 7 एसियाबाट 7वटा टिम अफगानिस्तान इन्डिया पाकिस्तान श्रीलङ्का ओमान नेपाल र युएई र युरोपबाट चाहिँ इङ्ल्यान्ड आयरल्यान्ड इटली नेदरल्यान्ड र स्कटल्यान्ड युरोपबाट चाहिँ इङ्ल्यान्ड मात्र 2024को सुपर 8मा पुगेको थियो आयरल्यान्ड र्याङ्किङका आधारमा क्वालिफाई भयो र नेदरल्यान्ड स्कटल्यान्ड र इटली चाहिँ अब इटली र स्कटल्यान्ड क्वालिफाई भएको थिए अनि स्कटल्यान्ड चाहिँ बङ्गलादेशको ठाउँमा रिप्लेस गरेर आयो सो अनि त्यहाँबाट युरोपबाट कतिवटा भयो 1 2 3 4 5वटा टिम अनि अफ्रिकाबाट साउथ अफ्रिका जिम्बाब्वे र नामिबिया साउथ अफ्रिका सुपर 8मा पुगेको थियो अनि फाइनलमा पुगेको थियो जस इन्डियासँग फाइनल खेलेको थियो अनि जिम्बाब्वे र नामिबिया चाहिँ क्वालिफायर्स खेलेर आए अनि अमेरिका क्वालिफायर्सबाट क्यानाडा युएसए र वेस्ट इन्डिज चाहिँ सुपर 8मा पुगेको थिए अनि यिनी त अलरेडी पुग्ने आउने भए र क्यानाडा चाहिँ क्वालिफाई गर्यो अनि ओसेनिया रिजनबाट चाहिँ अस्ट्रेलिया र न्युजिल्यान्ड यिनी त दुइटै सुपर 8मा पुगेको थियो र सबभन्दा धेरै एसियाबाट 7वटा टिम अनि युरोपबाट 5वटा टिम अफ्रिकाबाट 3टा टिम अमेरिकाबाट 3टा टिम र ओसेनियाबाट 2टा टिम र यो चाहिँ यसबाट के बुझ्न सकिन्छ भन्दा चाहिँ क्रिकेटको दबदबा चाहिँ एसियामा चाहिँ धेरै छ भनेर बुझ्न सकिन्छ इजिली प्रिडिक्ट गर्न सकिन्छ किनकि एसियाबाट धेरै टिम छन् यानि कि अरू टिममा चाहिँ खेल्ने टिम त जस्तो कि युरोपमा नि छन् अब के अरे अर्जेन्टिनाले नि खेल्छ फ्रान्सले नि खेल्छ क्रिकेट खेल्न त तर त्यस्तो एसियामा जस्तो पुरै क्रेज चाहिँ छैन कि जस्तो इन्डिया पाकिस्तान नेपाल अनि त्यहाँबाट बङ्गलादेशतिरको जस्तो क्रेज हुन्छ नि त्यस्तो क्रेज चाहिँ छैन सो एसिया रिजनमा चाहिँ क्रिकेट एकदम ग्रो भइरहँदा यता युरोप अफ्रिका अमेरिका र ओसेनियातिर चाहिँ अलि क्रिकेट फर्स्ट आएको होइन कि जम्मा 20 टिम गराएर थोरै भयो कि जस्तो पनि लाग्छ मलाई चाहिँ तर अहिलेको सिनारीहरू चाहिँ एकदम ठिक हो किनकि अब धेरै टिम भयो भने पनि मजा हुन्न कि जस्तो कि अब धेरै टिम आए सबै सानो टिम छन् भने त्यही क्वालिफायर खेल जस्तै हुन्छ जस्तो कि इन्डिया पाकिस्तानलाई चाहिँ एसएसबी टिमसँग खेल्दा हुन्छ त्यस्तै गरेर नेपालले पनि अब सानो टिम आयो भने चाहिँ अब 50-60 र्याङ्किङका टिम आयो भने चाहिँ खेल्न अलिकति इन्ट्रेस्टिङ म्याच चाहिँ इन्ट्रेस्टिङ हेर्न चाहिँ हुन्न भन्ने कुरो र यहीबाट थाहा हुन्छ कि T20 वर्ल्ड कप 2026मा चाहिँ एसियाबाट धेरै टिम छन् अनि त्यसपछि सेकेन्डमा चाहिँ युरोपमा छन् यानि कि T20 फर्मेटको क्रिकेट चाहिँ युरोपबाट सुरु भएको थियो यानि कि क्रिकेटै युरोपबाट सुरु भएको थियो र युरोपबाट टपेर अहिले चाहिँ एसियामा क्रिकेट धेरै गरो भयो अनि युरोपमा चाहिँ क्रिकेटको क्रेज त्यस्तो कम चाहिँ भन्न मिल्दैन तर अलिकति डाउन भयो कि जस्तो लाग्छ मलाई चाहिँ अनि अफ्रिका साउथ अफ्रिका जिम्बाब्वे नामिबिया उगान्डा अफ्रिकामा चाहिँ अलिकति ग्रो भइरहेछ क्रिकेट अनि अमेरिकामा नि ग्रो भइरहेछ यता ओसेनियामा चाहिँ अस्ट्रेलिया र न्युजिल्यान्ड मात्र छन् सो यही रह्यो कुरा र यो चाहिँ मैले एउटा भिडियो बनाउनु भनेको थिएँ सो भिडियो पनि बन्यो अनि तपाईँको प्रतिक्रिया चाहिँ के छ के क्रिकेट त एसिया मात्र ग्रो भइरहेछ कि अरू कन्ट्रीमा नि ग्रो हुनुपर्छ यानि कि ग्रो गर्न चाहिँ के गर्नुपर्छ आफ्नो प्रतिक्रिया चाहिँ तल कमेन्ट बक्समा गर्न सकिन्छ र हामी मिल्नेछ अर्को एउटा नयाँ भिडियोमा।